हेलो गाइस, हामी यहाँ खजुरी खान जान्ला हामी त लाग्यौं। हाई गर्नु होला सबैहरुले। हेलो गाइस, हामी त खजुरी खान जान लागेको। हाम्रो बधाई जंगलको लामै छ आज भन्ने के क्यामेराम्यान। यात्रा त लामै छ। कहाँ जान लागि बाबु? खजुरी खान। बाघले खान लागेले। खादैन बाघले त। यहाँबाट भित्र कति टाढो छ? भर्खर त हिँड्दै आयो। कति? 100 किलोमिटर? भोलि बिहान पुगिन्छ कि 100 किलोमिटर त? यहाँ सोल्टिनाको यहाँ ठग्ने बानी सुरु भइसकेको छ। अब कति ठग्छन् ठक्को आ। 100 किलोमिटर त होइन होला। हो भने न र 24-25 छैन। यति क्या परबाट यहाँ आएछ त्यो यस्तो गर्मीमा आज जङ्गलहरू हेलो मेरा बापुरे बापुरे। यहाँ हेर्नु कति ठुलो टोल छ। मेरो मोबाइलबाट पनि बनाए। यहाँ रमाइलो गरिराख्नु भएको छ फुपूले। कति राम्री म त कति राम्री। नाच्ने नाच्ने तपाईहरु पनि नाच्ने। के होला जङ्गलमा रमाइलो भइरहेछ आज। केही त बोला। कहाँ जान लाग्छ हो? हामी खजुरी खान खरकोर आई पार्टी हाल्ने आइदियो। त्यही हो खजुरी। भन अब कहाँ जान लाग्छ अरे? हामी खजुरी खान यहाँ पार्टी हाल्नु पर्छ। किन यहाँ पाती हाल्नुपर्छ? आई डोन्ट नो। आई डोन्ट नो। त्यति थाहा नभएर किन पाती हाल्यो त? खै त यहाँ मम्मीहरूले हाल्नुहुन्छ त्यसैले मैले हालेको। ए कति टाढो छ भन? टाढो अब 1-2 घन्टा लाग्छ। 1-2 घन्टा हुन सक्छ? 1-2 घन्टासम्म सकिन्छ। यो थैलामा के लिएर आएको छौ? खाना। ए ल ल। आछस् बाबु यसमा तँ पनि खजुरी खान जान लागेको? ए नाम के तेरो? सुभाष। सुभाष। ए ल ल। हुन सकिन्छ यहाँबाट? ए भन् नानी कहाँ जाने तँ सानी नानी? खजुरी खाना। ए नाच त एकछिन तेरो डान्स। ए यहाँ कति टाढो छ खजुरी खान ठाउँ? उजै टाढो छ। धेरै टाढा छ। भन्नुहोस् त यहाँ क्यामेरामा हेरेर। सब्स्क्राइब गरिदिनु। धेरै टाढा छ के माथि जान पर्छ। पाकेको छ कि नै? पाके छ सस्तै। सस्तै छ? सस्तै छ। ए त्यसो भए राम्रो छ। ल गाइजहरु। ल गाइजहरु खुस हुनु होला। पाकेको छ अरे धेरै। यहाँ त खुट्टा दुखिनु बन्ने भयो यहाँ। यहाँ हाम्रो टिमहरुको यहाँ आज हुडी नै खुट्टा दुखेर खतम भइसक्यो। आङले लगाएको छैन नि के खजुरी टिपायो भने आज। भन्ने हिँड्नै नसकिने भयो। हालत खराब भइसक्यो हैन? हालतै खराब भयो। साँझै बाँकी छ। निरन्तर यात्रा जारी छ। त्यो त हुनु पर्यो। भन्नु सोल्टिन कस्तो लाग्छ यहाँ पुगेर? बेहाल भएको घर बस्दा ठिक हुँदैछ। ए सबैको रिभ्यू लिन्छु खै। कस्तो लाग्छ त? गाइस मैले त धेरै खजुरी पाइसकेको छु। यसमा पनि गाह्रो भइसक्यो। कस्तो यहाँ यस्तो लत्किनु पर्छ। यस्ता ढाड्ने मान्छे त कुरै नपत्या हुन्छ।
पुरै जङ्गल आगो लगाएर छन्। यहाँ त हेर्नुहोस् फुपू भन्नुहोस् अब तपाईँ कस्तो लाग्यो यहाँ पुगेर? एकदम राम्रो 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 खजुरी पाइएला कि नपाइएला? पाइन्छ पाइन्छ यता पाइन्छ यता पाइन्छ। ए यो हो खजुरीको बुट्टा। खजुरी पानी नपाएर हो कि के नपाएर चाम्टिसकेको छ। अगाडि यस्तो हुन्छ, यो पाकिने चाहिँ यसको रूप कालो भइहाल्छ। काँचो त मिठो हुन्न। खजुर लिनलाई यति ठुलो ठुलो बाल्टी छन्। हो यसै भन्नु त। अब भन्नुहोस् कस्तो लाग्यो तपाईँले यहाँ आएर? मलाई त दिक्क लाग्यो, हिँड्दा हिँड्दा थगाइ लागेर वन जङ्गलबाट झोल्या रहेछ। रमाइलो लागेको छैन? नै रमाइलो पहिला पहिला त लाग्यो, अहिले त दिक्क लाग्यो। हिँड्दा हिँड्दा थगाइ लाग्यो। ए पुरै मान्छे क्यारो हजुर लिएर आउनुभयो हजुरहरू? ओहो डाँडा त खतमै हुन्न के हो? हेर्न सक्नुहुन्छ खजुरी। क्या नआयो यार आज? म त हेत तेरो भित्रमै बस्नु फ्री फायर खेल्नै ठिक थियो। अरे हिँड्न यार, यहाँ त खजुरी। यहाँ खजुरी सबै यहाँ के भिन्न भिन्न कलरका छन्। घोंक भयो यार यहाँ। खजुरी टिम्न आएको, यहाँ खजुरी नपाएर हालत खराब छ। हेर्नुहोस् यस्तो खजुरी टिपिसकेको छु। यसलाई भन्छन् पाक्दाखेरि यस्तो नपाकेको यस्तो देखिन्छ, पाकेको जस्तो कालो यसको कालो आकार हुन्छ। र बोटामा छ, यहाँ नजिक ल्याएन, यो बोटामा टिपिरहेको छु। खाँदाखेरि मिठो छ। देखायो त बस रातो पनि हुँदैछ यार। अब यता खानपिन भइसकेको छ। मिठो भइन्छ नि खजुरी। अब यता खानपिन भइरहेछ। यहाँ टोलीहरू लास्टै थाकिसकेको छ र यहाँ खाना खान लागेको छन्। कोही आफ्नो रमाइलो गरिरहेको छ। यता टिकटक बनाउन लागेको छन् त कोही आराम गरिराखेका छन्। यता खाना के खान लाग्नुभयो? काँक्रो। अरू यो के हो? रोटी चना। ए ऊ त के भइरहेछ?
ओहो खाना त धेरै ल्याउनु भएको रहेछ त ए नाइ म नखाने यहाँ मेरो यहाँ क्यामेराम्यानको चप्पलै छुट्यो आज जङ्गल आएर प्रगति भएन यार के भन्छ यहाँ हल्ला किन छ ओ खाना त दामी भएछ त सबै मिक्स भएछ मिक्स गर्नु पर्दैन अब के गर्नु ल्याउनु भयो यत्रो कट्टा खजुरी बेल नभए रेलमा चढेर सुन खोजिरहेको छ ऋतुले त्यहाँ जस्तो त्यहाँबाट खोला तरेर आउनु लाग्नु भएको छ अब लगभग हाम्रो सबै टिमहरू आइसक्यो हेर्न सक्नुहुन्छ त्यही यता आउने के त्यही यता आउने हेरेर उक्सिने यहाँ हेर्न सक्नुहुन्छ आइसक्यो सबै टिम पानीमा छ्याम्ल्याङ गर्दै कति टिम्नु भयो हजुरहरूले भ्याङ्का ढिलो गर्नुभयो त तपाईँहरूले त त्यति बेला आइयो त्यो के हामी फेर बस्दा आएको पत्तीशालामा बसी बस्यो माइजू हजुर अटोमा जाने हो हेमराज अटोमा जाने हो अनि बुढाबुढीले पनि त्यही थियो घाँस लिन बुढाबुढीले पनि यस्तो हामीले त गाउँ भन्थे तर गाउँ गएको अठालो पनि आथ्यो ओ यहाँ चटपटे खाइरहेछन् अब यति गइन खेर दुई खेप गए पनि गरौँ ल जाउँला सबै के भन्यो त अघि नै फेरि जानेन भन्ने भयो फेरि जाने भन्नु हामी त आइसकेपछि हामी जाउँला अटोमा भन्ने कता देख त्यहीबाट आइगे नि चटपटे बोकाउँदै आइसक्नु भयो दुवै सोल्टिनहरू खुट्टा दुख्न खतम भइसक्यो लास्टमा बुढी बजे पर्नु भएको छ के त बजेलाई गाडले बगाइदिने हो कि कहाँबाट आउनुभयो बजे कहाँबाट आउनुभयो कहाँ जानु नि हो खन्चुरी आँखा गइगयो के हो मेरो त